A day in Romania on the Gyalpo Lasar Day. Here are some glimpses. Hope you like the video. Please don't forget to like, share and subscribe. Hello, namaste सबैजनालाई. Welcome back to my YouTube channel. शेर्पाहरुको लोसार छ अनि त्यही जान लागो मगर समाजको तर्फबाट जाँदै छ. हाम्रो प्लान अनुसार चाहिँ हाम्रो रुमबाट चाहिँ 8 बजे निस्कने अनि साथीकोमा गएर रेडी भएर निस्कने भनेको, तर 8 बजे भनेको 9 बजे भयो. उ चाहिँ ट्याक्सीमा आउँछ, म चाहिँ उलाई स्टेसनमा कुर्छु. के कस्तो हुन्छ हेर्दै गर्नु होला. हेलो हेलो भिडियो गर्ने भन्ने इनले मलाई 8:30 बजे म तिम्रो स्टेसनमा आउँछु भनेर मलाई 6 बजे कहिले नउठ्ने मान्छेलाई उठाएर 9:30 बजे ठ्याक्कै 1 घण्टा लगायो नि तिमी. हैन के यो मेरो यो मैले हैन त्यो मेसिनमा चोलो धोको थिए, त्यो पुरै भुवा निस्केछ के रगडिदै बसिरहेको थिए यार. म त शरीरलाई केही छैन अहिले अलि मिठोमा रुममा गएर भेट्ने छौं भाइ. हामी चाहिँ हल्का रेडी भइसक्यौं. यता हेर न, यिनी चाहिँ लिली मिलाउन, हामी चाहिँ रेडी हुँदैछौँ. यता चाहिँ कपाल मिलाउँदै हुनुहुन्छ. कस्तो देखिछु मगर ड्रेसमा कमेन्ट गर्नु. एकदम राम्रो चोआख देखेको छ नि मानी. यता हेर हेलो ए ल लीला हामी चाहिँ रुमबाट निस्कियो रेडी भएर. जस्तो छ त्यस्तै छ अघिबाट. सबै ब्युटिफुल ब्युटिफुल मगर्नेहरू. हिमानीको रुमबाट निस्केर अब कार्यक्रम भएको ठाउँमा कति 12-10 मिनेट जति लाग्छ. अहिले त्यही गएर भेटौँला. सी यू. हामी चाहिँ अब भित्र जान लाग्यो. यहाँ सबै ग्रुपहरू मिलेर यो चाहिँ हाम्रो पोस्टर हो. हेलो. अनि हामी चाहिँ एकदम ढिलो गरेर हेलो ल ढिलो गर्ने यिनै हो भन्ने निकै लाग्छ. आजको यस कार्यक्रमलाई सम्पूर्ण भव्य अब चाहिँ हामी चाहिँ खाना खान जान्छौँ. यहाँ फोटो सेसन हुँदैछ. अनि दाइ बेरोजगार हो र काम छोडेको? म पुरै फुल्ली बेरोजगार. कहिलेदेखि? हिजो 2 दिन भयो. हेलो हेलो आमामा कहाँ ब्रासोबाट नि आउने यार. ब्रासोबाट साँच्ची हो कि काम चेन्ज गरेको? हामी पहिला होस्टेलमा भेटेको. उले मोमो त कति 1 प्लेट खान्थ्यो. पुरै थियो मोमोको स्टिममा कस्तो भएछ? दिनु न यो तपाईले के लाउनु भएको यहाँ ब्लगमा भनिदिनु ल. हाम्रो ड्रेस हो, कल्चरल ड्रेस हो. नाम भन्न न, यसलाई के भन्छ भन्न न. अब हाम्रो योलाई सेट हो के यसलाई? ए ल सेट हो. बुट जे शेर्पै जस्तो देख्यो है मेरो दाजु चाहिँ. आज हामी खाना खानको लागि लाइन बस्यौँ. लाइन छ तर दाइ बाहिर हामी चाहिँ लाइन राखेको. लाइन चाहिँ यति धेरै छ. के खाना के छ सबै देखाउँछ. सबै खाने भेजिटेबल हो कि भेजी हो. हामी चाहिँ खाना खान लाग्यो. अब चाहिँ खाना सक्यो. अब चाहिँ हामी जान्छौँ त्यहाँ नाच्नुलाई. म त नाच्दिनँ, नाचेको चाहिँ हेर्छु. हामी नाच्ने नाच्ने मान्छे यता हुनुहुन्छ. म चाहिँ भिडियो बनाइहाल्छु. गाउने उता दाइ हुनुहुन्छ. गाउने चाहिँ दाइ अतिथि. यिनी 3 जनाहरू झ्यापमा नै हामी गर्छौँ. हामी 4 जना चाहिँ यिनीहरू चाहिँ बियर हेर न बियर. त्यो हार्ड ड्रिङ्कसँग अनि यो सनफ्लावर खान. ओ माई गड जल्लिनेहरू. तर हाम्रो ग्रुपमा सबैभन्दा राम्रो
छोरी है तर यस्तो राम्री हामी हेर जिन्दगी सबै आफ्ना तर कति राम्री हो र सबै राम्री हुन्छन् नि त कति वर्ष भयो तपाईँ म 30 वर्ष गफ म भन्दा सानो देख्छ है के होइन के हातहरू छामा न मेरो त हेर न जर्रो न जर्रो हात हेर्नु रहेछ आफ्नो कति बेबी उसकै अन्त गालाहरू भयो पुपुलुक्का हामी त सेती भयो यता यता उसको ऊ त झन् अब हामी एकछिन यहाँहरूलाई साङ्गीतिक माहौल प्रस्तुत गर्नेछौँ Zai
मति घन्ट्यो हेर सबैलाई बोलायो जनता गवा मेखलियो हाम्रो मान्छे सुहायो कम्प्लेन गरेको चाहिँ होइन तर हाम्रो मगरहरुकोमा चाहिँ मागीमा चाहिँ कति मिठो भन्थ्यो अनि मलाई ठिकै लाग्यो अब खाना कस्तो छ म भनिहाल्छु नि तपाईहरुलाई ओके बाइ भयो भयो दामी हा कस्तो खाना रेडी हुन्छ हामीले पुरा खानु खाना खाएर भ्यायो खानामा चाहिँ सुरु आएको भएर होला तातो पनि थियो अनि अरू चाहिँ हामी लोमस लगायत उहाँका सम्पूर्ण टिमलाई हामी सम्मान व्यक्त गर्न गइरहेको छौँ कृपया जोरदार तालीद्वारा सब धन्यवाद व्यक्त गरिदिनु होला दाइ फेरि मेरो बिग फ्यान हो कि होइन दाइ र हामी अब चाहिँ घर जाने यो त देखिहाल्छ नि अब मलाई नगर्छ ल जाम ओइ बाई बाई गर बाई बाई अब see you on next vlog. बाई उनकै लागि आएको हामी हो कि होइन जोस् न हामी के अरे बोल मगाउँछौँ अनि त्यहीबाट हामी सिक्दै जान्छौँ अहिले चाहिँ अर्को भ्लगमा भेटौँला भएको त सबैले हामी सिल्भर बटम पाएर केक काट्ने